कि भाइको गाडी भन्दा पनि बिल बुकहरू निकाल्नु पर्ने थियो अनि बिल बुक सिलबुकहरू त हामीले निकालिहाल्यौँ। अगाडि पनि रेसिङ प्लेट नम्बर इन्स्टल भयो है त ल अब चाहिँ। अनि कार्बोरेटर पनि यो अर्को हो यो अनि ट्राई चाहिँ गरिरह अब यो मजाले लागेकै छैन कि के हो तुम एकचोटि के हुन्छ खोजौँ एकचोटि। के भने मैले अर्कै कार्बोरेटर चेन्ज गरेको छु क्या तर यो पनि हुन चाहिँ त्यस्तो राम्रो चाहिँ छैन नि। यो त दुईमा चाहिँ उड्दैन होला। ए यहाँ त चिक्नु यहीँ त नउडाम यार। Alright guys, hello and namaste, it's me Kushal and came back from Donguta and so welcome back to my YouTube channel. हजुरहरूलाई स्वागत छ। अनि त्यही हो यो अहिले चाहिँ मैले मेन भ्लग बनाउनु कारण चाहिँ के भने मैले अर्कै कार्बोरेटर चेन्ज गरेको छु क्या तर यो पनि हुन चाहिँ त्यस्तो राम्रो चाहिँ छैन नि। यो त दुईमा चाहिँ उड्दैन होला। ए यहाँ त चिक्नु यहीँ त नउडाम यार खत्तम हुन्छ फेरि। अनि विशेष गरेर अहिले पावर पिकअपहरू चाहिँ मेरो अगाडिको कार्बोरेटर बिग्रेर रहेछ क्या केही पावर नभएको त कसम भनेको। यो त हेर्नु न जति बटारे उति कुदिजान्छ क्या यो चाहिँ जति बटारे उति कुदिजान्छ अनि पावर पनि एकदमै आइरहेछ क्या बेसी आइरहेछ पावर पनि। अनि त्यही भएर एकमा त पल्टिएलाई जस्तो गरिरहेछ उडाउँदाखेरि अनि दुईमा अलिकति बानी भइरहेको छैन तर मैले हिजो साँझ थोरै मात्र ट्राई गरेँ अनि अब यसमा चाहिँ अब विशेष गरेर उइली हान्न जाऊँ भन्ने साथी चाहिँ खोजिरहेको छु कोही कहाँ के। अनि अब योबाट साँच्चीकै दुईमा मजाले उड्न थाल्यो भने चाहिँ म अर्को कार्बोरेटर लिन्छु तर म कार्बोरेटर त 100% लिन्छु नै किनभने पावर पिकअप त यो हो नि त गाडी यस्तो स्मुथली कुदिरहेछ अहिले होइन। अनि त्यही भएर म लिइहाल्छु अर्को पनि। अनि त्यही भएर यसलाई चाहिँ अब मेन चाहिँ चेक जाँच गर्न बाँकी छ तर एकमा त नै हाल्छ अनि एकमा त गइ नै हाल्छ दुईमा चाहिँ जाँदैन क्या फेरि। जस्तै एक भयो नि यो दुई हो क्या अलि मजाले गइरहेको छैन क्या। ए दुईमा चाहिँ अलिकति गइरहेको छैन। एकमा चाहिँ फेरि पावर बेसी भइरहेछ क्या एकमा चाहिँ पावर बेसी भएर उडाउनै सकिरहेको छैन पल्टिएला कि भन्ने डर। दुईमा फेरि अलिकति मजाले गइरहेको छैन अनि त्यही भएर यसलाई कि अलिकति कार्बोरेटरहरू मिलाउनु पर्ने हो कि त्यसकै लागि भनेर एकचोटि ग्यारेज पनि जानुपर्छ कि अलिकति बानी नभएर पनि होला क्या। अब जस्तै मेरो त दुईमा अहिलेसम्म मैले उडाएको छुइनँ नि त अनि त्यही भएर पनि फेरि यो कार्बोरेटरको पनि हल्का प्रब्लम चाहिँ रहेछ नै क्या। अनि त्यही भएर तल जाने रहेछ यो। आँखामा के बस्छ हो म्यामले धरानमा चाहिँ अहिले चाहिँ यहाँ सानो गर्मी बढिरहेको छैन। ल अब यो भाइको एजेको चाहिँ बिल बुक लिएर आउनुपर्ने भयो इलाकामा जानुपर्ने। आमा उयो तलतिरकोमा होइन त भाइ दिन्छ के हो सँगै लाग्यो दिन्छ होला भाइ केही अरूहरू त त्यस्तो केही भनेको छैन नि होइन। हजुर अरूहरू त त्यस्तो केही भनेको छैन नि। त केही भनेको साइलेन्सर यसको त के अझै लाउड आउँदैछ त भन्दै थियो आज साइलेन्सर यसको मेरो लिक थियो नि त हालेर। ए सालाहरूले बरु चिक्ने 500 रुपियाँ चिटै काट्नु नि यार के खानु चाहिँ राखिदिइरहेको हो यही होइन त। सोधौँ एकचोटि के हुन्छ खोजौँ एकचोटि।
अगाडि पनि रेसिङ प्लेट नम्बर इन्स्टल भयो है त ल अब चाहिँ। अनि कार्बोरेटर पनि यो अर्को हो यो। अनि ट्राई चाहिँ गरिरह अब यो मजाले लागेकै छैन है के हो, त्यही भएर पो पावर दिइरहेको छैन है के हो अझै। पाइप यो दिपेश सर मेरो मजाले यो पाइप लागिएको छैन कि के हो सर? त्यही भएर पावर त नदिएको होइन? ए तलैबाट जाऊँ न त सिधै। घुमाइ मात्र हुन्छ होला दाइ, म तलैबाट निस्किन्छु दाजु। तलैबाट जाँदा नि हुन्छ कान्छा, केही हुँदैन त्यहाँसम्म के। ल अब चाहिँ हामी निस्क्यौँ है त यहाँदेखि। दाइ चाहिँ माथिबाट घुमेर यहाँ आउनुभयो होला। अनि त्यही हो अघि भाइको गाडी भन्दा पनि बिल बुकहरू निकाल्नु पर्ने थियो। अनि बिल बुक सिलबुकहरू त हामीले निकालिहाल्यौँ। यो चाहिँ कस्तो अलि अर्कै तरिकाको देखिँदो रहेछ क्या। दाइ पनि आइपुग्नु भयो। मैले चाहिँ दाइकै यता हालेको क्या, किनभने दाइले स्टक बनाएर बेच्न लाग्नु भएको छ नि त बाइक। अनि त्यही भएर अगाडिदेखि तर यो कस्तो देखिन्छ म एकचोटि भिडियो चेक गर्नु पर्यो यार। लु अब यहाँ फ्युल अप पनि भइसक्यो। अब यहाँबाट पनि हामी लाग्छौँ है त। कुन बाटो हो? जाऊँ भाइ। ल साथीभाइहरू हामी निस्किसक्यौँ है। अब भिड आम्बो यता तल बस स्ट्यान्ड भएर होला क्या। यहीँबाट जाने भएछ ल सिद्धकाली चोक। अति लागेको हो धरानमा चाहिँ। अनि त्यही हो आज फेरि नयाँ अगाडि रेसिङ प्लेट दाइकै भए पनि लाएँ। धेरै अगाडिदेखि लाउन खोजिरहेको थिएँ, पाउँदै नपाउने। कोही ठाउँ के हुन्थ्यो। दाइको उयो लिँदा नि रेन्जर गयो त नि। अझै अग्लो नै गइरहेको छैन।
राम्रोसँगले उइली नै गइरहेको छैन यार। अगाडि एकमै मात्र उडाउँदै अरे लास्ट डर लागिरहेछ। जम भाइ ए मेरो पनि त्यस्तै भइरहेछ, दुईमा गइरहेको छैन, एकमा बेसी हुन्छ फेरि। दुईमा ट्राई गरौँ ल एकचोटि साथीभाइहरू। दुईमा उड्दै उड्दैन यार, एकमै मात्र उड्यो। एकमा बेसी उड्छ, दुईमा उड्दैन। यहाँ दाइको बाटा निस्किम। सो अब चाहिँ हामी निस्क्यौँ एन्ड निस्किसक्यौँ है हामी चाहिँ। अब यसो सर्ट राइट रमाइलो गर्दै मैले चाहिँ अर्को कार्बुरेटर लगाइरहेको छु। यो अर्कोले चाहिँ कस्तो भइरहेछ भने एकदमै राम्रो छ, पिकअप पावरहरू राम्रो दिइरहेछ, तर दुईमा चाहिँ उडिरहेको छैन। अनि त्यो चाहिँ किन हो त्यस्तो, आई डोन्ट नो वाट इज द प्रब्लम है। नै केही सुनिरहेको हुँदैन यार, आफ्नो बाइकको आवाज त्यतिकै गरेर हुन्छ अगाडि पनि। अनि त्यही भएर आवाजले क्या लाउड आउँछ नि त एकदमै। अब 3टा बाइक निकाल्दाखेरि यति साह्रो आवाज आउँछ, अनि धेरै हुँदाखेरि त नि के हो नि। बगरकोट आइपुग्न आँट्यौँ है त हामी। बगरकोट दुईमा जानु थालो है, दुईमा जानु थालो। अब चाहिँ दुईमा जानु थालो मेरो पनि। दुईमा ट्राई गर्दैछु है त। दुईमा अब चाहिँ जाला जस्तो लाग्नु थाल्यो है। ल दुईमा उड्न थाले पछाडि चाहिँ अनि चाहिँ फेरि खतरा हुन्छ नि। दुईमा चाहिँ उड्नु चाहिँ पर्यो।
दुईमा चाहिँ मजाले यसलाई बानी गराउनु पर्ने रहेछ क्या। दुईमा जानु थाले जस्तो लागिरहेछ। अब चाहिँ दुईमा उहिले गयो भने चाहिँ अनि चाहिँ दामी हुन्छ है साथीभाइहरू। दुईमा चाहिँ जानु पर्यो कि दुईमा उड्नु बित्तिकै फेरि म धरानदेखि उडाएको म फेरि तल तरारा पुऱ्याइदिन्छु। मजाले ट्राई गर्नुपर्ने रहेछ क्या यसलाई, बानी गराउनु पर्ने रहेछ। अगाडि गएकै गरौँ, माथिबाट जाउँ भन्ने कुरा भइरहेछ। भाइ फेरि अगाडि हिँडेको ल। च्यानलमा कक्क नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु, त्यही हो है, अरू त के भन्नु र। तल्लैबाट पो हिँड्नु भयो त दाइ त। हामी चाहिँ सदन स्कुलमा छौँ है, अहिले चाहिँ सदन स्कुल छेउ। भित्रको बाटो गयो भने चाहिँ त्यही हो, अब पुलिसहरूबाट यसो जोगिन्छ नि त साथीभाइहरू, त्यही भएर गाह्रो छ सिधा सिधा नहिँड्नको लागि पनि। जानु पर्यो क्या मजाले, दुईमा पनि उड्नु पर्यो बाइक चाहिँ।
दाइले त पुरा उडाएको हुनुहुन्छ धेरै टाइम पछाडि हो क्या यो दाइले आज राइडमा निस्किएर उडाउनु भएको केही भएर दाइले चाहिँ हानेको